अब हामीहरूले भाग गर्ने विधिलाई सजिलै तरिकाले कन्सेप्ट दिन सक्छु। जस्तै 4 3 5 6 लाई 3 ले भाग गर्नु छ भने यसलाई एउटा लहरमा कलमा मिलाएर राख्ने 4 3 5 र 6 र 4 को अगाडि 4 वटा धर्को तान्ने 1 2 3 4 र 3 ले भाग गर्नु छ अनि 3 वटा धर्कोलाई गोलो घेरा लगाउने। ल एक बाँकी भयो, यो एक पटक गोलो लाग्यो अनि एक यहाँ राख्ने अनि यो एक धर्कोलाई 3 को अगाडि राख्ने, यो 13 वटा भयो। अब 13 वटा धर्को तान्ने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 अनि 13 लाई 3 वटा गोलो लगाउने 3 वटा रेखामा 1 2 3 4 अनि फेरि एउटा धर्को बाँकी भयो अनि 1 2 3 4 यो 4 भागफलहरुको आयो 4 अनि यो 1 लाई फेरि 5 को अगाडि राख्दा 15 वटा भयो अनि 15 वटा धर्को तान्ने 1 2 3 4 यसरी गर्दै जाँदा 15 वटा धर्को भयो अनि 15 लाई 3 ले 3 वटा धर्कोमा गोलो लगाउने 1 2 3 4 5 एउटा पनि धर्को बाँकी भएन है। यो 5 पटक गोलो घेरा लाग्यो भनेको यसको भागफल 5। अब 5 आयो अनि अब यसमा पनि एउटा पनि बाँकी भएन 6 वटा धर्को तान्ने सिधै 2 3 4 5 6 अनि 6 वटामा के गर्ने त 3 वटा गोलो घेरा लगाउने 1 2 2 पटक एउटा पनि बाँकी भएन निशेष भाग गयो यसको 2 अर्थात यसको जम्मा भागफल भनेको कति आयो 1 4 5 2 भागफल यति आयो। त्यसै गरी अर्को भागलाई हेर्दा 5 3 6 लाई 4 ले भाग गर्दा 5 3 6 लाई एउटा लहरमा मिलाउने कलमा मिलाउने 5 3 6 अनि त्यसपछि 5 वटा धर्को तान्ने 1 2 3 4 5 अनि 4 ले भाग गर्नु छ 4 वटा रेखामा गोलो घेरा लगाउने 1 2 3 4 एक पटक गोलो लाग्यो अनि एक धर्को बाँकी छ त्यो 3 को अगाडि राख्ने त्यो 13 भयो है। अब 13 वटा धर्को तान्ने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 अनि यो 13 लाई 4 वटा रेखामा गोलो लगाउने 1 2 3 4 कति पटक भयो त 3 पटक गोलो लगाउँदै जाँदा एउटा धर्को बाँकी हुन्छ र यहाँ 1 16 भयो। अब 16 वटा धर्को तान्ने 1 2 3 4 5 6 7 8 9 10 12 13 14 15 16 अनि 16 मा 4 वटा रेखामा गोलो घेरा लगाउँदा 2 3 4 1 2 3 4 1 2 3 4 ल सबै धर्को सक्यो भनेपछि यो 4 पटक यसको